हेलो नमस्ते यहाँहरु सबैजना सन्चै हुनुहुन्छ होला। यो चाहिँ मेरो अप्रिल 18 शनिबारको भ्लग हो र आज मेरो फुर्सद भएर चाहिँ बल्ल एडिट गरेर हाल्दैछु। यो दिन चाहिँ मेरो प्लान बनिसकेको थियो कि बाहिर लन्च गर्न जान्छु भनेर। त्यही भएर चाहिँ मैले केही पनि नबनाइकन बसेको थिएँ। त्यही भएर म रेडी भएर म हिँडेँ एउटा इन्डियन पन्जाबी रेस्टुरेन्टमा खाना खानको लागि। अनि यो टाउनमा चाहिँ एउटा मात्रै इन्डियन रेस्टुरेन्ट या साउथ एसियन रेस्टुरेन्टहरु छ। अनि यो टाउनमा यो बाहेक अरु कुनै अप्सन छैन। त्यही भएर म चाहिँ यही जान्छु जहिले। हामीसँग चाहिँ मेनु आइसक्यो। पापडी चाट, छोले भटुरे एन्ड म्याङ्गो लस्सी। थ्याङ्क यू। अनि यो रेस्टुरेन्ट चाहिँ खाली थियो के, अनि म मात्रै एक्लै थिएँ। अनि मेरो लस्सी पनि आइपुग्यो। कति मिठो थियो के यो लस्सी चाहिँ। मैले पहिला पनि ट्राई गरेको थिएँ। अनि लस्सी खाँदै थिएँ। लस्सी खाँदा खाँदै मेरो पापडी चाट पनि आइपुग्यो। अनि यो पापडी चाट चाहिँ मैले फर्स्ट टाइम ट्राई गरेको हो है। अनि मिठो लाग्यो मलाई। अनि मैले ग्वाम खाएँ। अनि खाँदा खाँदै मेरो छोले भटुरे पनि आयो। अनि पुरी चाहिँ मेरो फेसभन्दा ठुलो थियो के। अनि यो पनि मैले ग्वाम खाएँ। अनि खाएर चाहिँ पैसा तिर्ने पालो आयो। पैसा तिरेँ अनि म त्यहाँबाट निस्किएँ।